आदरणीय मित्रहरू, विभिन्न तपाईँको पार्टीहरू अहिले घर दैलोमा चाहिँ यस्तो गर्छु उस्तो गर्छु, ती मान्छेहरूले गर्दैनन्। हामी काम गरेर तपाईँको प्रमाणित गरेर बसेका मान्छे हौ। काम गरेर मात्रै विश्व रेकर्ड राख्ने कुनै पार्टी छ भने त्यो भनेको श्रम संस्कृति हो। अरूले गर्दैन। गफ गरेर देश बन्दैन, दलाली गरेर देश बन्दैन, विदेशीको चाकडी गरेर देश बन्दैन। यो देशको स्वाभिमान बचाउनका लागि, चन्द्र सूर्य अंकित झण्डाको मान बचाउनका लागि, शान बचाउनका लागि कुनै एउटा पार्टी यतिखेर फिल्डमा छ भने त्यो श्रम संस्कृति मात्रै हो। आर्थिक उन्नति कसरी गर्ने, श्रमसँग कसरी जोडिने, जनसंख्यालाई कसरी बनाउने भन्ने एउटा चाहिँ नि पूर्ण खाका बोकेर आएको पार्टी श्रम संस्कृति पार्टी मात्रै हो। त्यसो भएको कारणले गर्दाखेरि पनि म भन्न चाहन्छु, चुनाव चिन्ह माटोमा यहाँहरूले भोट हाल्नुपर्छ। यहाँले अन्य पार्टीलाई भोट हाल्नुभयो र परिवर्तन आएन भनेदेखि त्यसमा मेरो दोष केही रहने छैन। बेला बेलामा धेरै लामो त बोल्न भ्याउँदिनँ म पनि, तपाईँ सुन्न भ्याउनुहुन्न होला, बोरिङ पनि हुन्छ। छोटो छोटोमा मैले राखेको छु। देशको शैक्षिक, आर्थिक, सामाजिक, होइन भौतिक सारा खालका विकासको नयाँ एजेन्डा, नयाँ खाका, वैज्ञानिक खाका कसैले कोरेको छ भने त्यो श्रम संस्कृतिले कोरेको छ। र श्रम संस्कृति यस्तो खालको एउटा एजेन्डा लिएर आएको कारणले गर्दाखेरि तपाईँहरूलाई यसपालिको चुनाव श्रम संस्कृति पार्टीलाई भोट हाल्नुपर्छ। र यहाँ सबैजनालाई म त्यो भन्न चाहन्छु, अब हामी सबै मिलेर यो देशलाई आमूल परिवर्तनको मार्गतर्फ, आमूल परिवर्तनको क्षितिजतर्फ लैजानुपर्छ। त्यसका लागि चुनाव चिन्ह माटो नै तपाईँहरूको रोजाइ हुनुपर्छ भन्ने मेरो अनुरोध हो। अरू कुराहरू लाग्न सक्यो भने मैले भन्नु केही छैन। आर्थिक उन्नयन गर्ने हो यदि भने, आर्थिक रूपमा देशलाई मजबुत बनाउने हो भने श्रमको क्रान्ति ल्याउनै पर्छ। त्यो श्रमको क्रान्ति ल्याउन चाहने मात्रै न, ल्याएर अगाडि बढिरहेको शक्ति हो श्रम संस्कृति। यहाँहरू सबैजना त्यो अनुरोध गर्न चाहन्छु। विभिन्न खालका मान्छेहरू, कोही ठगेर आएका मान्छेहरू, कोही विभिन्न खालका मान्छेहरूलाई चाहिँ दुरुपयोग गर्दै आएका मान्छेहरू, कोही आन्दोलनका नाममा मान्छेलाई मार्ने मान्छेहरू, यस्ता मान्छेहरूबाट यो देशको उन्नति प्रगति कहिले पनि हुँदैन। भएको कारणले गर्दाखेरि समाजलाई फुटाउने होइन, जुटाउने अभियानका साथ बढेको श्रम संस्कृतिलाई नै यहाँहरूले चुनावमा भोट दिनुपर्छ भन्ने हार्दिक अनुरोध गर्दै, त्यसो भएको कारणले गर्दाखेरि चुनाव चिन्ह माटोमा, मन्जुलीमा रहेको माटोमा भोट हाल्नुपर्ने भन्ने कारण म देख्छु। यहाँहरूलाई बुझाउन चाहन्छु।